नमस्ते एभ्रिवान। आज चाहिँ हामी गएको थियौँ पशुपतिनाथ मन्दिर। सो यो भिडियो चाहिँ अलिक अगाडिको हो, तर म अहिले हाल्दैछु किनभने खास गरी यो चाहिँ प्लान थियो मेरो बर्थडेको दिन गएर यसरी मलाई हल्का सहयोग गर्न मन थियो हैन, यहाँनिर बस्नुभएको मान्छेहरूलाई। तर पनि त्यो दिन भएन, जुरेन, मम्मी बाबा आउनु भएको थिएन। सो अलिक एक दुई दिन पछाडि चाहिँ मम्मी बाबा आउनुभयो। सो हाम्रो चाहिँ अनि त्यस पछाडि जाने प्लान भयो। अनि पूजाहरू गरेर मजाले भगवानको दर्शन गरेर चाहिँ हामी यता साइडमा आएर उहाँहरूलाई बाँड्दै थियौँ। यतानिर दृष्टिबिन मान्छेहरू हुनुहुन्थ्यो र अलिक दुःखहरू पाउनु भएको मान्छेहरू पनि हुनुहुन्थ्यो। सो उहाँहरू हामी सबैजनालाई बिस्कुटहरू बाँड्यौँ। धेरै त केही गर्न सक्दैनन्, तर पनि जति सक्दो त्यति गऱ्यौँ होइन। एकदमै खुसी लागिरहेको थियो, मनभित्रदेखि स्पिरिचुअल भाइब एकदमै राम्रो आइरहेको थियो है। केही एटलिस्ट ठुल्ठुलो गर्न नसके पनि साना साना कुराले त हुने हो नि त। थोपा थोपाबाट समुद्र भए जस्तै थोरै थोरै सहयोगले नै ठुलो सहयोग गर्न सकिन्छ नि त पछि गएर। सो यसरी नै हामीले चाहिँ सहयोगहरू गऱ्यौँ। अनि यहाँनिर सबै बच्चाहरूलाई पनि दियौँ यसरी नै। अनि मेरो बर्थडे थियो, बर्थडेको मन्थै थियो, बर्थडेको महिनै थियो त्यो होइन। अनि त्यस पछाडि आशीर्वादहरू पनि लिए सबैजनाबाट। एकदमै खुसी लागेको थियो त्यो दिन चाहिँ। आई थिङ्क द बेस्ट डे अफ माई लाइफ पनि भन्दा हुन्छ। अनि त्यही हो, थ्याङ्क यू फर वाचिङ। आजको ब्लग यति नै थियो।